खुसी त्यति बेला मिल्दो रहेछ जबकि एउटै कस्टमरले एकचोटि अचार अर्डर गरिसकेपछि पनि रिअर्डर गरेर खानुहुन्छ। तब चाहिँ आफूलाई साँच्चै धेरै खुसी मिल्दो रहेछ। र मैले हिजोको दिनमा 1 वर्ष अगाडिबाट स्टार्ट गरेको मेरो अचारको बिजनेस आज चाहिँ एउटै व्यक्तिले 3 पटकसम्म पनि अर्डर गरेर खानुभएको छ। मैले मात्रै 2 केजी चिकन अचारबाट स्टार्ट गरेको अचारको बिजनेस आज म 10 केजी 12 केजी बनाएर चाहिँ अर्डर पठाउने गर्छु। अझै पनि पुग्दैन, कतिजनाले अर्डर माग्नुहुन्छ, मलाई पठाइदिनुहोस् न भन्नुहुन्छ, तर सबै ठाउँ मैले पुर्याउन सकिरहेको छैन। त्यसको लागि एकदमै क्षमा प्रार्थी छु। र यो अचार चाहिँ एकदमै धेरै खुसीको साथमा तपाईँहरूलाई भन्दैछु साथीहरू। यो अचार चाहिँ मलेसिया डेलिभरी हुँदैछ। मलेसिया चाहिँ मेरो चिकन बफ पोर्क अचार जाँदैछ र मलेसियाबाट पनि मलाई धेरै अचार अर्डर गर्नुभएको छ र यो चाहिँ यही मङ्गलबार मलेसिया जाँदैछ भने थ्याङ्क यू सो मच हजुरले अर्डर गर्नुभएको मेरो अचार यानि कि भाउजूको अचारलाई यति धेरै माया अनि साथ सपोर्ट एउटा विश्वासको साथ चाहिँ अर्डर गर्नुभएको छ। तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र मेरो पेजबाट पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुनेछ भाउजूको अचार। त्यसै गरी टिकटक र वाट्सएप नम्बरमा पनि तपाईँहरूले म्यासेज गरेर चाहिँ अचार अर्डर गर्न सक्नुहुनेछ। एकदमै सरल सुलभ दरमा हामीले चाहिँ अचार तपाईँहरूको घर दैलोसम्म पुर्याउने प्रयत्न गरिरहेका छौँ भन्दै थ्याङ्क यू सो मच। फेरि पनि तपाईँ सम्पूर्णलाई मेरो अचारलाई यति धेरै साथ सपोर्ट गरिदिनु भएकोमा।